Hi guys, welcome back to my channel after a long time. धेरै दिनपछि चाहिँ बल्ल आज भिडियो बनाउँदै छु. सो बाइ द टाइटल तपाईहरुले थाहा पाइसक्नु भयो यो भिडियो चाहिँ केको बारेमा हो भनेर. Yes, I am heading to UK for my further studies. So यो चाहिँ 9th May को भिडियो हो. 9th May मा चाहिँ हामी दमलीबाट चाहिँ काठमाडौँ आएको थियो र बेलुका भएको थियो. त्यही भएर हामी चाहिँ पशुपतिनाथमा दर्शन गर्न जाम भनेर हामी पशुपतिनाथमा आएको थियौं. बेलुका भइसकेको थियो. ठ्याक्क सन्ध्या आरतीको लागि भनेर रेडी भएको रहेछ. हामी नि त्यही बसौं भनेर चाहिँ सन्ध्या आरती हेर्न भनेर बस्यौं. हामी सबै फ्यामिली, यता चाहिँ मेरो बुढा हुनुहुन्छ. सो हामी सबै फ्यामिली नै आएको थियौं. आरती हेरेर सकेपछि हामी ब्याक टु होटल आएर चाहिँ खाना खानलाई बस्यौं. यता मेरो बहिनी र नन्द हुनुहुन्छ, यता मम्मीहरु खाना खाँदै हुनुहुन्छ र यता भेना हामी चाहिँ खाना कुर्दै थियौं. Next morning. बिहानको 4 बजे नै हामी आइसकेको थियौं एयरपोर्ट, किनकि मेरो फ्लाइट 7:35 मा थियो र 2-3 घण्टा अगाडि नै पुग्न पर्छ भनेर चाहिँ बिहान नै आए. अहिले चाहिँ म यहाँ बोर्डिङ पास लिएर सबै सेक्युरिटी चेक र इमिग्रेसन क्लियर गरेर चाहिँ वेटिङमा बस्दै छु. मेरो चाहिँ बिहानको 7:35 मा फ्लाइट थियो र अहिले यति बेला चाहिँ सबै खाली नै थियो. बिहान भएर होला खाली नै थियो यति बेला चाहिँ.
म चाहिँ एयर इन्डिया एयरलाइन्स हुँदै आएको हो, त्यही भएर चाहिँ मेरो ट्रान्जिट चाहिँ इन्डियामा छ र फाइनल्ली ल्यान्डेड इन इन्डिया। म चाहिँ बसको लास्टमा बसेको थिएँ अनि एक्लै थिएँ, त्यही भएर यताउति हेर्दै भिडियो बनाउँदै बसेँ एक्लै। ट्रान्जिटहरूको चाहिँ इन्टरनेसनल ट्रान्सफरतिर पठाइदिएको थियो, म पनि त्यतै जाँदै थिएँ। त्यो चाहिँ माथिपट्टि रहेछ, त्यसमा फेरि सेक्युरिटी चेकहरू पनि हुँदो रहेछ। म चाहिँ एक्लै नै थिएँ, त्यही भएर टुई हिँड्दैछु एक्लै। सबै सेक्युरिटी चेकहरू सकेर चाहिँ म आफ्नो गेट नम्बरतिर जाँदैछु। मेरो गेट नम्बर चाहिँ 22 भनेर त्यो बोर्डमा देखाएको थियो। यताउति सबै हेर्दै आफ्नो गेट नम्बर खोज्दै हिँड्दै बसेँ म चाहिँ। 22 नम्बर गेटबाट चेन्ज भएर हामीलाई 9 नम्बर गेटमा पठाइदियो फेरि। 听到左边，小情歌都美得我们甜，咖啡是加菲的甜甜圈，咖啡喝惯了换你选。蓝色的天，对青色都印颗心照片，要平和我们在最亮眼，幽暗的银河为你装点。Oh baby， 为你我就想要写一首歌，赶走寒风雪，想要变得浪潮，用笔雕刻，誓言难冻结，希望一首剩你我的附加世界，永远不空缺。当爱你，我表达的更直接。你的紧听我说，认真带一点幽默，计划不小心走火，失落一瞬间no more，收起了漫不中，你可爱的酒窝，我的收获，有点微甜，爱它随便别丢落。让你说对不起，不能只是不理，身边都是目击者，怕你爱周身无忌。यहाँ चाहिँ हाम्रो दिल्ली टु लन्डनको चाहिँ रुटै चेन्ज गरिदिएको छ। पहिला चाहिँ पाकिस्तानमाथिबाट जान्थ्यो, जुन यो रुट हो नि पाकिस्तानमाथि हुँदै जान्थ्यो भने अहिले चाहिँ पुरै घुमेर गराएको छ, किनकि यो अहिले इन्डिया र पाकिस्तानको क्राइसिसले गरेर पहिला 9 घन्टाको थियो भने यसरी चेन्ज गरेर जाँदाखेरि चाहिँ ठ्याक्क 10 घन्टा लाग्दो रहेछ, 1 आवर बढी। म चाहिँ मस्त सुतेर उठेको त ल्यान्डिङ हुने बेला भइरहेछ अनि यसो रातिको 9 बजे रहेछ। बाहिर हेर्छु त अँध्यारो छ होला भनेको त पुरै उज्यालो के, घाम भर्खर डुब्न लागिरहेछ 9 बजे रातिको। माइ लर्ड, म त राति नाइट भ्यू देखिन्छ होला भनेर यसो बाहिर हेरेको त। ल्यान्डिङ पनि भए फाइनल्ली लन्डनमा। ओ माइ लर्ड, म चाहिँ अनि ब्यागको लागि कुर्दै बसेको थिएँ, मेरो ब्याग कति बेला आउँछ भनेर। त्यसपछि फाइनल्ली बाहिर निस्केँ त। ट्यान्टाड्यान, निशा दिदी फाइनल्ली निसु नानालाई भेटेँ आफ्टर लङ टाइम, त के 1 वर्ष 1.5 वर्षपछि होला। त्यसपछि भेना पनि आउनुभयो, मेरो ब्यागहरू सबै सामान राखिदिनु भयो दिदी र भेना भएर भित्र। त्यसपछि फाइनल्ली घर, दिदी भेनाको घर पनि आइपुगेँ। राति कति बजिसक्यो थियो, धेरै राति भइसक्यो थियो, मिडनाइट नै थियो होला सायद। यसो भिडियो बनाऊँ भनेर भिडियो बनाउँदै गएँ, यता दिदी हेरी मक्ख भएर ल हेर। सबै ब्यागहरू राखेर फ्रेस भएर चाहिँ खाना लागेको थिएँ। दिदीले चाहिँ मजाले खाना बनाएर राख्नु भयो रहेछ, सुकुटी, मासुको झोल, तरकारी, जस दिदीले चाहिँ मिठो बनाउनुहुन्छ खानाहरू। राति भइसक्यो थियो, 1-2 बजिसक्यो थियो होला।
यो चाहिँ भोलिपल्ट बिहान मर्निङको भ्यू मेरो रुम पछाडिबाट यस्तो छ बिहान। त्यसपछि एकछिन दिदीले बाहिर घुमाइन्छु भन्नुभयो, बाहिर घुम्न गयौँ। दिदीले चाहिँ ड्राइभिङ गर्दै हुनुहुन्छ, म चाहिँ यस्तो मस्त भिडियो खिच्दै। सो यति नै थियो साथीहरू मेरो नेपालदेखि युकेसम्मको जर्नी। सो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सबैजनालाई स्टे सेफ। थ्याङ्क यू, बाई बाई।